खैर आओ यार, सैनिटाइजर के नशे करना बंद करो और शुरू करते हैं बिना किसी बकचोदी के। 3 बजेको टन्टला पुरै घाम, क्यामेराम्यान टुप्पीको साथमा म लम्बु राम हैन। ल सुरु गरौँ। दिउँसो 3 बजेको टन्टला पुरै घाम, क्यामेराम्यान टुप्पीको साथमा म लम्बु राम। मेरो पछाडि देखिराख्नु भएको छ यो पर्यटकीय स्थल मानिन्छ बाराबर्दियाको। तालको हालत ताल भन्दा बढी बेताल भएको छ। भाइ साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी। हाम्रो यहाँ बोट पनि गर्ने फेसिलिटीहरु पनि रहेछ। ए बोय खै यहाँ त मान्छे पनि कोही पनि हुनुहुँदैन, हामी प्रोटिन खानुलाई भनेर आएको है। अब न्यूज रिपोर्टिङ गर्ने भनेर यहाँको एकदम भाइरल ठाउँ चाहिँ अझ हजुरलाई लगेको छैन। पहिला हाम्रो तालको हालत हेर्नुहोस्, देख्न सक्नुहुन्छ तपाईहरुले हाम्रो तालको हालत। तालमा पानी भन्दा बढी भ्यागुता कुदिरहेका छन्। पर्यटकीय स्थल मानिन्छ अझ यो ठाउँ। हजुरलाई अब मुख्य ठाउँमा लगिन्छ। हजुरलाई अझ 27 लाखको धारा त देखाउन नै बाँकी छ। यहाँको धेरै फेमस रहेको सतकलुवा तालको धेरै फेमस रहेको धारा हो। 27 लाखको बेरिङ छ। हजुरलाई त्यो देखाउन लैजाँदैछौँ। क्यामेरामा गाडी स्टार्ट कर। खास विशेषता रहेको होइन। अब 27 लाखको धारो चाहिँ हजुरलाई अब देखाउन गइरहेको छौँ होइन। यहाँनिर चाहिँ धेरै खुब अहिले चाहिँ बाराबर्दियाको हेडलाइनमै रहेको छ कि त्यो चाहिँ हजुरलाई देख्न सक्नुहुन्छ। हजुरले देख्न सक्नुहुन्छ होइन। 27 लाखको धारो हजुरलाई देखाउनु मेरो पछाडि नदेखाइ है दाइ। ल 27 लाखको धारो आयोजित सूचना पार्टी बोर्ड पनि देख्नु होइन। 27 लाख 3,862 रुपियाँ यसको लागत रहेको छ। ल हेर्नुहोस्, 150 रुपियाँ देगा। यसको लगानी चाहिँ 27 लाख कसरी लाग्यो भन्ने कुरो होइन। हेर्न चाहिँ 27 लाख कसरी लाग्यो भन्ने कुरो हुन्छ कि यो अब अफ्रिकानेको जस्तो भएर त होइन होला सायद होइन। अफ्रिकानेको हात जस्तो मोटो भएर चाहिँ अब यत्रो पाइप छ होइन। अफ्रिकानेकै जस्तो देखिन्छ, हातको पुरा ऊ जस्तो नाडी जस्तो देखिन्छ। त्यो भएर त होइन होला। यसमा चाहिँ हजुरहरूले नै आफ्नो कमेन्टहरू गर्नुहोस्, रायहरू दिनुहोस्। यसमा चाहिँ कसरी 27 लाख लाग्न सक्छ? नो नो ये नहीं हो सकता। हजुरहरूले चाहिँ सुझाव सल्लाह यसमा राख्नुहोस्। अब यो चाहिँ अफ्रिकानेको जस्तो देखेर 27 लाख पर्यो या यो चाहिँ अफ्रिकानेको भन्दा अरू मोटो भएर चाहिँ 27 लाख पर्न गयो। के कुरामा चाहिँ 27 लाख पर्न गयो यो कुरा चाहिँ हामी जान्न चाहन्छौँ। हामी सबैलाई अब यस्तै तरिकाले विकसित गर्दै जाने हो भने त हामी हाम्रा मेयर उपमेयरहरूको चाकमा पुठामा खुर्सानी हालेर माथिबाट पेट्रोल हाल्दा आगो लगाउनु पर्ने सिचुएसन आउँछ। कन्ट्रोल मजनू कन्ट्रोल। अब 27 लाखको धाराको पानी खाइदिउँ न। भाई हमारी तरफ से तू गो खा। बोल्छ यार। के स्वादमा डिफरेन्ट केही? स्वाद त 27 लाखको धाराको पानी हो दाइ यार। किन स्वादमा आउनु, मिठो छ पानी। झूठ पे झूठ बोलती जा। हमारे यहाँ ऐसा ही होता है।